ओइ भाइ जल आइडिया आइजले ओके यो फेक एकाउन्ट आएर जे पनि बोल्ने मान्छे मतलब कतिसम्म गिर्न सक्छ नि मतलब हुँदैन नि आफ्नो के भन्नु जापान कुन्टा हो जापान नागोया हो यति राम्रोसित गफ गरेर हो त्यही पनि केही न केही त हुन्छ कि चुर मच्चिन्छ जापानिज होला भन्न खोजेको रे मलाई जापानिज मन पर्दैन गाइजहरू प्लिज तिमीबाट नै सिकेको रे के गर्दा मबाट सिकेको आर यु ट्रेन अपरेटर यु आर फ्रम नेपाल रे आइ एम फ्रम यस आइ एम फ्रम नेपाल आउटफिट रे आउटफिट केही छैन नागोया कता हो र नागोया ओसु मैले पनि अब कसैलाई इन्फ्लुएन्स चाहिँ गरेछु है ल इन्फ्लुएन्सर भन्न मिल्यो है मलाई अब गाइजहरू त्यस्तै हो छोडिदेऊ रे छोड्ने हो यस्तो हग्गु पत्तुलाई कसले गरेर बस्छ त अब के भाषा आयो है यहाँ फोन गिरो नहोले के भाषा हो यो टु बी प्राउड अन द्याट नेममा फ्ल्याग नेपालको फ्ल्याग हाल्छ उनीहरू होइन अब म यहाँ ट्याटु लिएर आउँछु क्या ट्याटु हानेर बिल्डिङ सनसाइन बिल्डिङ हो र अरे होइन कहाँ म कमेन्ट पढ्दैछु है कहाँ नेपाल भक्तपुरबाट हो रे नेपाल नवलपुरबाट हो इन्फ्लुएन्स रुसान निलमा इन्फ्लुएन्स एभ्रिवान इन्फ्लुएन्स हुनु पऱ्यो है मबाट अक्कुपन्द नै हो कि अब दिपिका दिदीको हिडन ट्यालेन्ट के हो त्यसको हिडन ट्यालेन्ट चुप रे तिमी चुप लाऊ यहाँ कोही ऊ छैन कसै सुन्न छैन तिम्रो गफ मेरो लाइफमा म जे पनि बोलम मेरो प्रोफाइल भ्यू मात्र होइन फलो पनि गर है उसलाई सबैजनाले वाट इज यर ड्रिम फर यर फ्युचर आई डोन्ट नो नट डिसाइडेड इट हेलो निधारमा ट्याटु नेपालको के नेपालको झन्डा नेपाल मेरो दिलबाट हो अरे नेपाल आउने हो कि म अब छिटै ओइ हेर्न कस्तो ह्यान्डसम हिडन ट्यालेन्ट रे के चाहिँ मैले बुझेकै होइन के हो के हिडन ट्यालेन्टको बारेमा बोलेको एमालेको म एमालेको रेलीमा कहाँबाट गएँ म एमालेको सपोर्टर होइन गाइज प्लिज म त्यस्तै देखियो र अघि नै पनि एउटा कमेन्ट आएको थियो भनेर एमालेको भनेर म एमालेको सपोर्टर होइन आई एम बालेन जिन्दाबाद यस्तो नभन न यार मेरो दिलै टुट्यो क्या तिमीले त्यस्तो भनेर होइन एउटा सङ गाइदेऊ रे मलाई गीत गाउन आउन्न सरी क्रिस्चियन मुसलमान हो र म स्कुलमा आइन स्कुल पढ्न बेलामा टिकटक खूब राम्रो काम हो छुट्टीको बेला के डान्स गरेर स्कुल जाम म कहिले आउने नेपाल रे अहिले त थाहा होइन अहिले कता पढ्दै हुनुहुन्छ अहिले जापानमा हाई गाइज थ्याङ्क यू सो मच सानोले जापानिज दिदी इङ्ग्लिसमा पुग्यो हाई गाइज नेपाल कहाँ हो रे नेपाल जापान रे ए नेपाल कहाँ हो नेपाल नवलपुर बाटोमा हिँड्नेले किन हेर्छन् कि म त्यस्तो भुट्ने जस्तो देख्यो र जापान गएको कति भयो अरे जापान गएको थ्याङ्क यू सो मच रोजिना